यसमा जाने हो Look at this and हामी चाहिँ गएको है त आँखा हेर्नुहोस् न म्याम आँखा हेर्नुहोस् न म्याम यो देख्छ म्याम त त्यो बनाएर आयो तिम्रो दिमाग के छ अरे गाइस यिनीहरूले भन्ने भएन होइन किन मेरो दिमाग गिलो छ अरे अनि हाम्रो चाहिँ साह्रो छ अरे एन्ट्री ये गाइस अब जाडो भयो है लाइन कति कराउनुहुन्छ हो यो म्याम त यो चाहिँ हामी लागेको अनि हाम्रो चाहिँ यहाँ ब्याग राख्नुपर्ने हुन्छ गाइस अब झोलाहरू चाहिँ यस्तो राख्नुपर्ने हुन्छ गाइस होइन अब हामी चाहिँ यहाँबाट गयौँ ए आए यहाँ हामी गएको अब आनन्द भयो भने एकदम आनन्द भयो गाइस Look at this wow yeah म हेर्नुहुन्छ गाइस म हेरौँ ल होइन but I am so much स्वेटी हो कि स्वेटी भन्छ ब्युटी प्रडक्टहरू हेर्दो रहेछ गाइस अनि म चाहिँ यहाँ छु गाइस बल्ल वाउ Look at this is so cute हेर्नु गाइस बेबी सपहरू हेर्नुहोस् न गाइस this is so literally मेरो क्यामेरा it's too big wait एकछिन है my camera seems like so blur अनि हामीहरू चाहिँ अब यहाँ सामानहरू किन्छौँ because we are returning to Nepal and फेरि आउनेछौँ हामी यहाँ अब त कति वर्ष त यहीँ आउनुपर्छ हामी हेर्नु होइन हेर्नु न गाइजहरू यहाँ बच्चाहरूको रहेछ क्या यता चाहिँ लुक बच्चाहरूको हो यो अनि यिनीहरू यस्तो रहेछ स्नेक प्लान्ट हो यिनीहरू स्नेक प्लान्ट यो चाहिँ कति लोकेसन न चोकेसन के करा यार देखो गाइस यो आएको हामी देख्न सक्नुहुन्छ हेर्नु न कस्तो राम्रो क्या यहाँतिरको मल त सो बिग एक राउन्ड हान्छ है त गाइस हेर्नु न माई गड आँखाले पनि भेटाउँदैन सो बिग यहाँ हेर्नुहोस् उहाँहरूको त यस्तो राखिदिँदो रहेछ है हामी इन्डियातिर यस्तो राख्दो रहेछ दिस इज अ क्युट फ्लोरल ड्रेस अब हामीहरू त यहाँ आइपुग्यो अनि यहाँ चाहिँ के रहेछ भनेपछि यो ब्यागहरूको रहेछ अनि यहाँ के अरे हामी के गर्नुपर्छ अरे आइकन भर्खर के 4 वर्षपछि किन आउनुपर्छ है ओके सत्तका यतिको त्यो चाहिँ हुनुपर्छ क्या अनि यहाँ चाहिँ पार्लर आई थिङ्क दिस इज पार्लर एन्ड लुक एट दिस हेर्नु न लुगाहरू हेर्नु न लुगाहरू पक्न म पछि त सो अब हामीहरू चाहिँ लिफ्टमा गयौँ ल यहाँ छ ओए कसरी हिँड्ने हो कस्तो अर्कै रहेछ यो त आई मिन हाम्रो नेपालको जस्तो छैन रहेछ Look at this अनि यहाँ आई थिङ्क रेस्टुरेन्ट or क्या छ एन्ड यहाँ बच्चाहरूको खेल्ने रहेछ Yeah, we are having so much fun. हिँड्नु मिल्छ होला नि यसरी हिँड्दिउँ है त मैले त हाम्रो नेपालको जस्तो चाहिँ छैन है गाइस हामी अन्डरग्राउन्ड पुग्यौँ यो यहाँ न्यू क्या यता रहेछ यिनीहरू चाहिँ भित्र माट रहेछ होइन एन्ड लेट्स गो यहाँ चाहिँ त्यो रहेछ अहिले फेरि हामी हराउन पनि सक्छ हामी अगेन हामी फेरि माथि चढेको ल वी आर लाइक अ बेबी उबै लड्न आँट्दो रहेछ भाइ कस्तो अनि त्यही होला ओके लुक एट दिस लुगा हेर्नु न गाइस म त यहीँ आँखा गयो भने केटीहरूको लुगा क्या सो क्युट यिनीहरू चाहिँ जेन्ट्स अनि गर्ल्सकै रहेछ लुक एट दिस म अलिकति मोटायो भने म यस्तो लाउँछु होइन ए हाम्रो नेपालको जस्तो चाहिँ उत्तर रहेछ लिफ्ट
नि ए लिफ्ट होइन नै पर्दैन जम्मा अब हामी फेरि हामी हराउँछ म्यामहरूको पठै जाउँ है ल अब हामी गएको म्यामहरूको भएको छ फेरि हामीलाई ठाउँहरू खासै थाहा होइन ओए करिना कपुर प्रडक्ट को ए म्यामहरू look at this are all products skin care हाम्रो म्यामहरू यता पुरा भिडियो बनाउँदै हुनुहुन्छ हिरोइन अन द फ्लोर बार्बी डल हामीहरू चाहिँ फेरि अब माथि माथितिर पनि हेर्न जान्छौँ कस्तो छ के छ अनि लुगाहरू यता हेर्नुहोस् अनि हामी उज्वलजी अब हामी चाहिँ यहाँ नेपालको टाइपकै के अरे यसलाई चढ्न आउँदैन रहेछ लिफ्ट अब हामी जाँदैछौँ माथि अझै लास्ट फ्लोर रहेछ है यहाँ त अब सबै खाने हो जस्तो छ खानेको टाइपहरू यहाँ केएफसी छ अब हजुरलाई खाने ठाउँ चाहिँ कस्तो कस्तो छ देखाउँछ है दिस ब्लग इज गोइङ टु बी अ लिटल बिट लङ्गर होइन त्यही हो अनि मोर देन द्याट आई थिङ्क 20-30 मिनट्स त आइएम फर स्योर हुन्छ होला उयो बार्बर रे के भने मैले के भन्छ त्यसलाई कपाल काट्ने ठाउँ सेलोन अनि यहाँ चाहिँ पार्लर हो जस्तो छ आई थिङ्क यहाँ लिफ्ट छ हामीहरू चाहिँ जाँदैछौँ अनि वाट इज दिस ए हामी अन्दर जान पाउँछ होला पाउँदैन होला अब हामीहरू खोइ भिडियो हेलो गाइज हामीहरू चाहिँ अब यहाँ बच्चाहरूको खेल्ने ठाउँमा हो इट्स सो ब्युटिफुल एकदम राम्रो रहेछ यहाँ कारवाला चाहिँ यहाँ त्यही हो वही यहाँ से रास्ता नहीं है उधर आजा वही रास्ता नहीं है चलो हेलो बोलो हेलो बोलो बेटा बाय chocolates hey guys chicken dog हेलो गाइस हेर्नु न म लेती हो अब हामी ग्राउन्ड फ्लोरमा जान्छौँ अनि के छ र माथि त माथि त्यो छ कहाँ माथि छ भने के छ र के होला त्यहाँ के हो त्यो ए ओके अब हाम्रो म्यामहरू माथि हुनुहुन्छ अनि वी आर गोइङ टु माथि त्यही हो अनि हामी हजुरहरूलाई यहाँको प्राइस कस्तो छ खानेकुराहरूको होइन तिनीहरू सबै देखाउँछ बट यहाँ त एकदम सस्तो छ भने नेपाल कम्पेयर टु सस्तो त अभियसली नै हुन्छ तर हुन्छ नि हाम्रो नेपाल त ओभर एक्सपेन्सिभ भयो क्या सो एक्सपेन्सिभ ओके आई विल मीट यू ये क्या है यहाँ पर बर्तन भाडा हाँ अच्छा अब हामी जान्छौँ सो त्यही हो अब हामी जान्छौँ आई विल अब एकछिनमा हजुरहरूलाई खानाहरूको प्राइस अनि खानेकुराहरूको प्राइसहरू कस्तो छ सबै देखाउँछ है त गाइज बाइ सी यु इन अ वाइल ओके अब हामी खानेकुराहरू किन्न गएको है अनि उहाँहरू चाहिँ भिडियो हेर्दै हुनुहुन्छ फोटो खिच्दै हुनुहुँदो रहेछ ओके दिदी हो अब हामी जान्छौँ हजुरहरूलाई भेटाउँछु भन्दा हामीलाई भेटाउनै पाएनौँ सो केही छैन म हजुरहरूलाई भेटाउँछु है यो चाहिँ हाम्रो वेस्ट त्यो रहेछ यो चाहिँ ड्राई वेस्ट हाल्ने रहेछ यहाँ पर वेस्ट हाल्नुपर्ने रहेछ या दिस इज सो यहाँ जाँदा यहाँ हेर्नुहोस् न
मेरा दूल्हा ही नहीं है ये। देखो यहाँ पर सोफा है। ओए दीक्षा मैम यहाँ पर Why are saying you are looking beautiful? पाहाड त फोटो खिच्नुमा धेरै व्यस्त हुनुहुन्छ। जाऊँ अब हामी चाहिँ गएको ल। तपाईँहरू अलि एकछिनमा आउनु ल। दीक्षा म्याम बाई बाई। हामी चाहिँ गएको। अब हामी डाउन फ्लोरमा जान्छौँ। यो साइड मलाई यस्तो मन पऱ्यो भने सो ब्युटिफुल। यस so beautiful. This is so beautiful. I like this. Yeah, अब हामी यो पछि उता डाउन फ्लोरमा जान्छौँ। And then I will show you. भन्दा it's too late but still I will show you guys. एकछिन रोकिदिनुहोस् न हस्, म तपाईँहरूलाई सबै चिज देखाउँछु इन्डियाको के छ कस्तो छ। अब यहाँ हाम्रो नेपालमा पनि छैन त इन्डियाको त आइकन हामीलाई हुत्काइदिन आँटेको यो लिफ्टमा। यहाँ खानेकुरा ठाउँ यता छ, इधर यहाँ छ। अब हामी यहाँ लिन्छौँ रिलायन्स हुन्छ नि अम्बानी 320 भयो। फ्रुट्सहरू। यो त्यस्तो छ हाम्रो बजार। यहाँ फ्रुट्सहरू यस्तोहरू छ। त्यो लग्ने हो स्टल जस्तो ल्याउने होइन। बल्कको कसरी छ स्मार्ट प्राइस हो कुरकुरे 55 रुपिस। इतना का 55 इन्डाको 55 ए ओके त्यस्तो ल्याउने न रोलर। हाँ कोई ठुलोवाला पार्लेजी यहाँ पर लुक स्टो बिग। सानोवाला फर्स्ट टाइम देखेको ठुलोवाला पार्लेजी। बाई 1 गेट 1 फ्री यस्तो धेरै हुँदो रहेछ यहाँतिर। डेट पनि 2 वर्ष जति 1 वर्षै हुँदो रहेछ हो। अनि लुक एट दिस। हामी हेर्दैछौँ। अब हामी अलि नट एकदम धेरै किन्ने चाहिँ हल्का चिप्सहरू टाइपको क्या, नेपालमा नपाउने चिप्स एउटा धेरै ट्राईको लागि। यता चिप्सहरू किन्न आएको। अनि चिप्सहरूको प्राइस बुझ्नुहुन्छ भने यहाँ एकदम त्यो नै छ। यहाँ प्रिङ्गल्सहरूको हेर्नु न यस्तो छ। लेसहरूको प्राइस छ यस्तो छ। एकदम राम्रो छ यहाँ। कस्तो डिफ्रेन्ट चिप्सहरू रहेछ नेपालमा नपाउनेहरू। अनि त्यसपछि हाम्रो यहाँ माल्किस बिस्किट हाम्रो फेमस बिस्किट छ त। दिस इज 25 रुपिस। दिस इज माल्किस बिस्कुट। हाम्रो 25 हाम्रो नेपालमा कतिमा पाउँछ। ओरियो बिस्किट्स बिग वान ठुलो खालको रहेछ बिस्किट्स। चिप सेक्सन्स यहाँ चाहिँ खासै भिडियोहरू बनाउन नपाउने रहेछ खुल्ला गरेर। ताजमहल त्यो हाम्रो चाउचाउहरूको सेक्सन चाउचाउहरू। एन्ड देन दिस वान आई डोन्ट नो के हो यस्तोहरू छ। अनि मैले चाहिँ यहाँ यस्तोहरू किनेको छु चिप्सहरू अलि नेपालमा नपाउनेहरू। प्रिङ्गल्सहरू हेर्नु न यहाँ डिफ्रेन्ट रहेछ। दिस वान धेरै डिफ्रेन्टहरू छ। इसका कितना है 50 है। इसका कितना है सुर्केस सेक्सन रहेछ यस्तो सस्तोमा छ हेर्नुहोस्। अनि यहाँ सामानहरूको बारेमा छ। सामानहरू सस्तै छ एकदम सस्तो छ कम्पेयर टु नेपाल। अब हजुरहरूलाई सबै देखेर पनि फेरि मलाई यहाँ गाली गर्नुहुन्छ। अनि हेर्नुहोस् त्यो राम्रो छ। हजुरहरूलाई म देखाउँदै गर्छु नि अलिक हल्का क्लिपहरू है। क्लासमा यति किन्यो मैले जुन चाहिँ नेपालमा पाइँदैन। बुक all these things this is and यो hard वाला अब हामी पे गर्छौँ। आइसक्रिम सम्बन्धी हो कि कहाँ
Oh, no, this one? No, yeah. No? Oh, left or right now? Ah, yeah, you are very smart. Thank you. Take it. Enjoy the screen. Thank you. Yes. Okay, madam, come to Yes. अब हामी यो आइसक्रिम गेम खेलेपछि खायौँ अब हामीहरू चाहिँ म्यामहरू पनि खेल्नुहुन्छ Here is our Kamsung boy and you guys हामीहरू चाहिँ Ma'am, are you excited? Ma'am, Sita ma'am, are you going to play or not? I don't like ice cream. Why? I don't know why. I have no reason for that. Everything need to have reason. बहुत गरम है. I have a teeth problem. Oh, okay. अब हाम्रो म्यामको पालोमा हामी पनि अब यस्तो रमाइलो हेर्छौँ नाउ अब हाम्रो म्याम लट्ठी समात्दिनु न म्याम के हुन्न म्याम गरिदिनु भने हजुर डिस्टर्ब गरिदिनु भयो Oh, sorry म्याम उहाँले आइसक्रिम कुन हातमा राख्दो रहेछ नि म्याम बच्चाहरूलाई यसरी खेलाउँदो रहेछ यता चाहिँ दार्जिलिङको ट्रेन आयो ट्रेन नचढ्ने आइसक्रिम कैसा है मेरा वाला तो ये है आई डोंट नो व्हाट इज दिस मैडम कैसा है हाँ हाम्रो म्यामहरू सरहरू पुरा डिस्कस हुँदैछ पुरा ह्याप्पी कन्भर्सेसन गर्दै हुनुहुन्छ मलाई यो स्पट छ नि जति क्लिक गरे पनि आई रियली हुन्छ नि एकदम मन परिरहेछ मलाई फेरि दिदी मलाई के भन्नु रे जेमा अलि ठुल्छले जेमा गुड अब हामी हिँडेको के छुट्टै छ पारा थ्याङ्क यू हाम्रो मेरो युट्युब भ्लगमा के भन्नुहुन्छ मैले अस्ति युट्युब भ्लग गरिदिएँ होइन कि अब मेरोमा के मेरो भ्युवर्सहरूलाई के भन्नु चाहनुहुन्छ यो मान्छे एकदमै काम नलाग्ने मान्छे हो भन्न चाहन्छु हेर्दा सुन्दै नसुना पनि अनि भन्नु न अनि मलाई पोजिटिभ भन्नु एकदमै काम नलाग्ने मान्छे हो ए यो भने अनि मलाई भने कि मेरो भ्लगमा फमी मेरो युट्युबमा भन्ने मान्छेहरूलाई के भन्नुहुन्छ ओके डु लाइक शेयर सब्सक्राइब एन्ड फलो एकाउन्ट बाइ थ्याङ्क यू अब हामी जाँदैछौँ शीतल ठाउँबाट गर्मी ठाउँमा ओके अब हामी अटोमा जान्छौँ अनि अब यो आइसक्रिम आई थिङ्क बिल छ होला अब सबै एकैछिनमै अनि
यो मान्छे त यस्तो छुच्ची छ कि गाइसहरू तपाईँहरूले बाटोमा देखेन यसलाई कसम भनेको हजुर हो एकदम राम्ररी हुनुहुन्छ कि एकदम कसम भनेको यो गीत यसलाई त कसम अब हामी अटो रोक्दैछौँ अनि हाम्रो यो बिल्डिङ मैंने यो किनेको यति किनेको छ मैले नेपालमा नपाउनेहरू म हजुरहरूलाई एकछिनमा देखाउँछु त्यही हो गाइज अब हामी फेरि यो गौर सिटी मल भन्नेमा फेरि आउनेछौँ ओके हजुरहरूलाई अब हामी एकछिनमा भेट्छौँ गाइजहरू अब हामी हिँडेको अब हामी फ्युजन होमतिर लागेको है त अब हामीहरू लागेको अब हामी यहाँ रोड क्रस गर्दैछौँ गाह्रो छ एकदम केयरफुल हुनुपर्छ सीता म्याम अगाडि बस्नुहुन्छ म बस्छु नि बिकज आई हेभ दिस के त्यसो मेरो यो चाहिँ राखिदिनु है म यो छानेर ओके अब हामी जान्छौँ बाई 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 मैं यहाँ रहता अच्छा बहुत तुम्हारा रोटी खाने भी नहीं गया मैंने आपको कहते हैं उसकी नंबर दे आया ल अब हामी अब वे अब हामी चल अच्छा कस्तो तातो अब हामी चलेको हजुर हामी इन्डियाको रोड हेर्नु है लास्टै गनाउँछ रोड त यति ठुलो छ कि हाम्रो नेपालको 10 टाइम्स बढी हुन्छ होला लास्टमा भोइस ओभर गर्ने भयो अलिक न भोइस ओभर गर्ने होइन यो अब म नर्मल नै हाल्दिने हो आई एम सरी आई एम नट गोइङ टु कट एनी क्लिप ओके मेरो यहाँ यो दीक्षा म्याम त मेरो युट्युबको के अरे दीक्षा म्याम चाहिँ हाम्रो फर्स्ट होइन सब्सक्राइबर होइन हाम्रो एकदम हाइलाइट मुडमा हुनुहुन्छ उहाँ चाहिँ छ नि उहाँ त यस्तो छुच्ची छ कि अनुहार हेर्नु न अनुहारहरू थाहा हुनुहुन्छ हजुर कतिको छुच्ची छ भने ल अब हामी यो मलमा गएको थियौँ उहाँ एकदम राम्री हुनुहुन्छ बिचरा एकदम संस्कारी अनि रिपोर्ट हालिदिनु पर्दैन हजुरलाई म राम्रै भनिरहेको छु त यस्तो राम्ररी देखिरहेछ हजुरहरूले क्यामेरामा यस्तो देखेको होइन गाइस रेलमा देख्यो भने यति राम्ररी हुनुहुन्छ कि हजुरहरूले यहाँ ग्राउन्ड गाइस आइ एम फिलिङ हट म देखेको कि छैन मलाई थाहा छैन म्याम म देखेको देखिया मलाई म देखेको कि छैन मलाई थाहा छैन मलाई यहाँ पसिना छ मेरो यहाँ उहाँ म्याम चाहिँ मेरो म भ्लग देखाएको पसिना हावा पनि यस्तो तातो छ नि यस्तो हिटरबाट फ्याल्छ नि जाडो महिनामा हामी ताप्छ त हिटर हो त्यस्तै हावा आउँछ हेर्नुहोस् यहाँ गाडीहरू रोड त A1 अनि यहाँको सच्ची एउटा कुरा भन्न बिर्सेँ मैले यहाँ चाहिँ सबैले अगाडि पछाडि बस्ने धुपैले हेलमेट कम्पलसरी रहेछ हाम्रो नेपालमा नि हुनु पर्यो यस्तो अनि पो एक्सिडेन्ट त्यो हुन्छ त अलिकति होइन हो कि होइन म्याम हो अहिले चाहिँ छ ल अब तपाईँको अलिकति त्यही हो अनि अब के भन्ने हजुरहरूलाई फ्युजन होममा गएर हामी पानीपुरी सानीपुरी सबै खान्छौँ भने हजुरहरूलाई देखाउँछु सो यति नै हो एकछिन गर्दै यसको लागि त्यतिसम्म एकछिन अब हजुरहरू चाउचाउ बिस्कुटहरू चटपट बनाएर खाँदै गर्नु हामी चाहिँ अहिले फ्युजन होममा छौँ अनि यहाँ खाजा खाने भनेको 2 बजीदेखि मात्रै खुल्ने रहेछ स्याटली हामी खान पाएन यो चाहिँ भिटेन मोमो नेपाली मोमो यस्तो मिठो हुन्छ अरे यहाँ ट्राई गर्न पाएन अब नेक्स्ट टाइम अनि पानीपुरी पनि खान पाएन यहाँको केही पनि अहिले बेलुकातिर मात्रै हुन्छ र कि अहिले बल्ल सामानहरू ल्याएको रहेछ
त्यही हो अब हामी पछि फेरि आउँछौँ अनि खान्छौँ टाइम छ अनि हामीहरू यतातिर बस्छौँ फ्युजन होम ला यो मेरो खानेकुरा हो कि यो भित्र के छ पछि देखाउँछ है हजुरहरूलाई यहाँ नेपालमा नपाउने चिजहरू छ यस हाम्रो दिस इज आवर रुम हामी यहाँ हेर्नुहोस् यहाँ दिन यत्रो छ हामी यहाँ सब हात नगर्नु न म्याम रुम ठुलो छ हामी यहाँ हो अझै उता 2टा रुम छ हाम्रो चाहिँ यहाँ हो अनि हियर इज आवर काउसी हेर्नुहोस् द भ्यू हाम्रो भ्यू चाहिँ यस्तो छ and this is our bathroom हेर्नुहोस् गाइस यति भन्दा के राम्रो हुनु पर्यो के राम्रो हुनु पर्यो यहाँ यति नै हो यत्रो ठुलो छ अब हामी आज नेपाल जान लागेको अनि दिस इज माई सुटकेस उफ यस्तो ठुलो छ अहिले हामी सट्ट त्यो गर्नलाई चाहिँ हल्का मेसी भएको छ किनभने हामी यहाँबाट 3जना मान्छे आज जाने हो त्यही भएर हामी यहाँ हल्का मेसी भएको नत्र भए क्लिन हुन्छ उज्वल बाई बाई विल यु मिस अस No. Hello ma'am, will you miss us? Yes. Yes, I Yes. How much? Really? I don't think so. Why? Oh, काम गर्छ भनेर Totally fish. तिमी चाहिँ हामी मिस गर्छ कि गर्दैन रे गर्छ? किन भन्नु मसँग बाहिर गयो म एक्लै भएको बेलामा आइसक्रिम लिन आइसक्रिम खायो डेलीमा आइसक्रिम खानाले तिम्रो साइडमा उता टोइलेट आइरहेको छ पक तँलाई नै आइसक्रिम खानालाई हुन्छ भनेर मात्रै रहेछ है होइन त घुम्न गयो नि त हाँ? मसँग त्यत्रो टाढा गयो नि त डेली न ल हामी छिटो भेट्छौँ मास हुन्छ ओके बाई 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 बिचरा यो उज्वलले मलाई पुऱ्याइदिने रे ल बाई बाई म्याम बाई बाई अब हामी हिँडेको यहीँबाट जाऊँ ए माथि आउँदै तर ओके डाइरेक्ट आउँछ होला माथि हामी चाहिँ 18 फ्लोरमा हो 19 हामी ए सरी 19 17 18 19 Open the door. ल अब हामी गयौँ अब हामी जान लागेको उज्वल कस्तो लागिरहेछ अब कस्तो लागिरहेछ ठिकै लागिरहेछ खुसी लागिरहेछ लाग्यो छैन कस्तो लागिरहेछ अब पछि आउँछ हजुर हामीहरू सबै आउँछ अनि पछि हामी धेरै रमाइलो गर्नुपर्छ है म्याम ओके बाई बाई यसके नाटक त देखो यार तुम्हारे तर मन नआडी भयो र साच्चै नराम्रो लाग्दो रहेछ राम्रो चाहिँ लागिरहेछ तर आँसु चाहिँ आएन तर नराम्रो चाहिँ लागिरहेछ अनि पछि हामी धेरै रमाइलो गर्नुपर्छ यसपालि चाहिँ सुन्नु न म्याम हामीले रमाइलो त गऱ्यौँ है तर यस्तो चाहिँ गरेन तर वाइल्ड रमाइलो चाहिँ भएन तर गरम ला होइन ल अब अहिले त सर्ट टर्मको लागि थियो अब हामी बिजनेस भयो नि त ओके सी यू बाई बाई जस अब हम जान्छौँ खमसुङ भाइ आउँछ होला एकछिन या अब हामी वेट अ मिनट म खमसुङलाई कल गर्छु ल या अब हाम्रो यता यस्तो छ हाम्रो स्टोरी माथि फ्लोरमा हो अनि हामी यस्तो हजुरलाई देखाउँछ है त हाम्रो ठाउँ कस्तो छ भनेर अनि हेर्नुहोस् यस्तो छ हाम्रो एफओमा हो हेर्नुहोस् अब कसरी हामी सेकेन्ड लास्ट फ्लोरमा हो या हल्का सेट पनि भइरहेछ आइएम ह्याप्पी पनि भइरहेछ मिक्स फिलिङ भइरहेछ अनि त्यही हो
अब हामी अब विन्टरमा आउँछु म समरमा चाहिँ हल्का बस्न सक्दैन रहेछ बिकज टु हट अनि त्यही हो बाई अब हजुरहरूलाई म देखाउँछु नि त है बाटोमा म कसरी जान्छु भनेर ल ओके ओटीपी बता दो बाई 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 ल गयो त हामी ओटीपी बता दो ओटीपी गयो उनीहरू हिही ओटीपी के बडा अब हामी हिँडेको हिँडेको अनि अब मेबी आज कति हो मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर अब 5-6 महिना 6-7 महिनामा हामी आउँछौँ फेरि अनि हेर्नुहोस् यस्तो छ एकदम गर्मी थियो बट रमाइलो चाहिँ एकदमै रमाइलो थियो गर्मी मात्र हल्का गाह्रो भइरहेको थियो See you soon. Bye bye. त्यही हो अब हामी 3जना चाहिँ फर्केको हेलो हजुरलाई कस्तो फिल भइरहेछ मलाई त रमाइलो लागिरहेछ तर गर्मीले मलाई धेरै हताए हजुरलाई कस्तो फिल भएको थियो ठिकै ओके Selena mom त्यही हो अब very handsome यहाँ आइपुगेँ अब हामी एकछिन बस्छौँ Yes we are waiting के अरे बस चाहिँ यहाँबाट आउँदो रहेछ नेपालको हामी अस्ति आउँदाखेरि यहीँ थियो अनि हामी चाहिँ अब बस चाहिँ फेरि त्यो भयो अरे फेरि त्यहाँ पुलिसहरूले के भन्यो के गर्यो यस्तो भन्दो रहेछ एन्ड देन अनि त्यही भएर अलिक टाइम लाग्छ होला टाइमको कुरा गर्दो रहेछ अनि म चाहिँ यहाँ हेर्नु न बाथरुममा आएको हावा खानलाई बिकज एकदम बाहिर एकदम गर्मी छ मलाई वेट गर्दा एकदम गर्मी फिल भयो सो नो अप्सन्स एट अल म बाथरुममा आएर हावा लिँदैछु लुक एट दिस अनि त्यही हो अब हामी जाँदैछौँ अनि धेरै रमाइलो भएको थियो सबैजनालाई थ्याङ्क यू सो मच हामीलाई यत्रो सेवा गर्नुभएकोमा हामीलाई धेरै सेवा पनि धेरै राम्रो गर्नुभएको थियो साँच्ची हो जुन चाहिँ हाम्रो हुन्छ नि हामीले सोचेको मान्छेले नै हामीलाई गरिदिँदैन होला क्या त्यस्तो त्यतिसम्म गरिदिनु भएको थियो उहाँहरूले मान्छेले फेरि झुट बोल्यो यस्तो भन्छ होला होइन बट इट्स फ्याक्ट होइन यति हामीलाई यस्तो राम्रो गर्नुभएको थियो बिचरा उहाँहरूले कसरी हाम्रो कम्फर्टेबल हुन्छ हामीले के गर्दा के हुन्छ भनेर सबै गरिदिनु भएको थियो एन्ड वी आर सो ग्रेटफुल एन्ड ब्लेस्ड टु हेभ देम इन आवर लाइफ दीक्षा म्याम विशाल भाइ सीता म्याम अनि अनिशा म्याम अनुषा म्याम एन्ड उज्वल भाइ अनि यति नै हो थ्याङ्क यू सो मच अनि त्यही हो वी गन मिस यु अल सो मच अनि हामी छिटै भेट्छौँ अनि रमाइलो गर्छौँ अहिले सर्ट टर्मको लागि भएर हामी खासै रमाइलो गर्न पाएन होइन गरेँ बट हामीले त्यस्तो धेरै गरेन नि त भन्दाखेरि यस्तो टाइम पनि पाएको थिएन हामीहरू यताउता सिक्छ यताउता त्यो गर्दा नै धेरै टाइम गयो अनि यसपालि त्यस्तै काम गरेर पनि हो अनि अब नेक्स्ट टाइम हामी लङ टाइम बस्ने गरेर रमाइलो गर्ने गरेर आउँछौँ सो गाइस वेट गर्नु है वेट मजा गर्नुपर्छ रमाइलो गर्नुपर्छ सो गाइस बाई बाई वी गन मिस यु सो मच आई लभ यु बाई बाई गाइस हामीहरू धेरै कुरिसक्यौँ बस आएको छैन सो हामी खाँदैछौँ के चाली हो कि के समथिङ भन्दै थियो
इन्डियामा हतपत मिठो हुँदैन कि खानेकुराहरू हामीलाई थाहा नभएर नि होला मिठो हुँदैन तर यो मिठो हुँदैन जस्तो लागेर दिदी यो चाहिँ एकदम मिठो छ समोसा अनि आलु काइन्ड अफ चाटै रहेछ यो चाहिँ मिठो छ है गाइस मेरो भ्युवर्सहरू कोही नयाँ आउने हेर्दै हुनुहुन्छ भने यो स्टेसनको यो चाट चाहिँ खानु होला अन्त खतरा खाली भए त्यति नै हो गाइस हामी चाहिँ कुर्दैछौँ स्टेसनमा हामी खाना खाने ठाउँमा आइपुग्यो बट हामीले केही खाएन भन्नाले खाना खाएन बिकज इन्डिया मिठो छैन क्या यहाँको मिठो छैन अनि त्यही भएर हामीले खाएनौँ हामीले काँक्रो खायो केरा खायो पानी किने अहिलेको यो उसमा त पानी पनि छैन भने डस्टबिन पनि छैन फेसिलिटिज कुछ पनि अस्ति हामी आएकोमा त डस्टबिन पनि थियो पानी पनि दिनुभयो राम्रो थियो या त्यही हो फेरि सुत्नु पर्छ हामी भोलि नेपाल काठमाडौँमा 8 बजे पुग्छ अरे रातिको यता यस्तरी छौँ हामी त्यही हो अब हजुरहरूलाई भेट्दै गरौँला हजुरहरूलाई अपडेट गर्दै गरौँला के खायो के गर्यो होइन मैले अनि मेरो अर्को के अरे ब्लगहरूमा सब्सक्राइब गर्न है सपोर्ट गरिदिनु होला त्यही हो अब हजुरहरूलाई म अपडेट गर्छु अहिले चाहिँ म यहाँ स्टोरी हेर्नुहोस् यहाँ मेरो अगाडि मेरो ब्याग छ अनि मेरो अगाडि यो टोट ब्याग छ टोट ब्याग इन्डियन टोट ब्याग अनि के हो अब अहिले हामीले कुरकुरे के त्यस्तै खान्छ होला त्यही हो अब